A day in my life as a final year engineering student in Pulso campus. Guys, म चाहिँ बिहानै 8:30-9 बजीतिर उठेँ अनि फ्ल्याटमा बस्ने भएको कारणले गर्दाखेरि चाहिँ खानासाना साथीले बनाइसकेको छ, त्यो खाने हो। अनि हल्का कपडा धुनु छ, त्यो धोइसकेर कलेज जान्छु। म तपाईँलाई अनि कलेजमा पनि कस्तो हुन्छ देखाउँछु है त। प्रेजेन्ट सर नोटिस हुन्छ भिजा हालेको गाइस खाजासाजा खाएर म फर्किँदै थिएँ घरतिर। बाटोमा त मैले नेक्स्ट सुपरस्टार पो भेटेँ त। को हो? ल हान्नु त इन्ट्रोडक्सन के यार यो क्लास क्यान्सल गराउँदा यार जहिले नि 2 घन्टा गाइजहरू जाँदैछ नि। अघि मैले जुन सुपरस्टार देखाएको थिएँ नि त्यसले आफ्नो कला देखाउँछ अरे। के गरेको यसरी बदनाम नगर न मान्छे। कसरी बदनामले यो भिडियो हेरेर तिमीलाई ल म्यागा पछाडि अङ्कलले देख्छ। यो भिडियो हेरेर तिमीलाई कस्तो सोच्नेमा खड्का म्यामले बोलाउनु छ। अब इन्जिनियरिङले मलाई पागल बनाइसक्यो गाइस, प्लिज डोन्ट जज। आजसम्म हामीले कतिवटा बुक पढिसक्यौँ भन त? कुन थाहा छैन यार, मतलब 6वटा बुक हुन्छ। 6 कति सेमेस्टर आउँछ? 7 हो यो। 7 भइसक्यो होइन, बहुत भयो। 7 6 कति हुन्छ? 42 हुन्छ नि। त्यति बुक पढ्यो अनि प्र्याक्टिकल कति भएको थिएन भाइ। लाइक दिँदै एक कुरा गर त भाइ, सुनाऊ के छ हाम्रो त यही भइरहेको भाइ, चिल्ल भइरहेको छ हेर लाइफमा। गाइज मेरो चाहिँ आजको दिन लगभग सकेको छ। कलेजबाट आएर चाहिँ खानासाना पनि बनाउनु पर्ने थिएन, तरकारी सरकारी ल्याउनु पर्ने थिएन। अनि मजाले निसा चलाइयो, बसियो, त्यही हो। पढ्न त अब एक्जामको बेला मात्रै पढिन्छ, त्यसैले केही गरिएन। एकछिन सिरिज हेर्छु होला। सुट्स भन्ने सिरिज हेर्दै थिएँ, कहाँ पुग्यो? सिजन 2 पुगिसक्यो। अब त्यो हेरेर म सोध्छु लगभग अब अरू बेला चाहिँ काम साम नि हुन्थ्यो, आजकल चाहिँ काम पनि छैन। त्यसैले यति नै हो मेरो दिन स्टार्टदेखि एन्डसम्म।